हेलो एभ्रिवान, आज चाहिँ हामी मिन्ड्रेको डिफेक्टको बारेमा यसो हल्का नलेज लिउँ। सुरुमा चाहिँ हाम्रो यसको धेरैवटा अप्सन हुन्छ कि मोनिटरको लागि चलाउने हो भने चाहिँ मोनिटरमा क्लिक गर्ने। त्यसपछि हामीले पेसेन्टलाई अट्याच गर्यो भने उसको रिदमहरू के छ कसो छ मोनिटरिङ गर्नलाई चाहिँ हिँड्न सक्छौँ। त्यसपछि पेसिङ है, इनकेस बिरामी चाहिँ अब क्याथ ल्याब लग्न सकिन अथवा प्याच लगाएर पेसिङ गर्नु पर्यो भने चाहिँ प्रेसरमा थिचेर हामीले प्याचसँग प्याच गर्ने बिरामीमा त्यसपछि चाहिँ हामीले प्रेसरको रूपमा युज गर्न सक्छौँ। त्यस्तै गरी एडी प्याच पेसेन्टलाई लगाएर हामीले कन्टिन्युस अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटरको रूपमा पनि काम गर्न सक्छौँ। यसलाई यदि बिरामीलाई चाहिँ कन्टिन्युस भिटी आइरहेको बिरामी छ भने चाहिँ हामीले त्यसको रूपमा एएडीको रूपमा पनि एएडी कन्टिन्युस सक दिनलाई पनि युज गर्न सकिने भयो। त्यसपछि अर्को फङ्सन भन्यो हाम्रो सक दिनलाई बिरामीलाई चाहिँ यदि चाहिँ बिरामीलाई भिटी र भिएफ है पल्सलेस भिटी र भिएफ आएको कन्डिसनमा चाहिँ विदाउट डिले चाहिँ हामीले बिरामीलाई सक दिनुपर्ने हुन्छ। त्यसको बेला चाहिँ जुन चाहिँ अब कति हो इन्डिकेसन अनुसार घटाउने बढाउनु चाहिँ हामी यहाँबाट गर्न सक्छौँ। त्यसपछि बढाउनु पऱ्यो नि यहाँबाट इनकेस अब बिरामीलाई हामीले चार्ज यहीँबाट गर्न पनि सक्छौँ यसरी, अनि त्यसै सक यहाँबाट पनि दिन सक्छौँ। अथवा हामीले चाहिँ बिरामीलाई चाहिँ यो जुन प्याड हामीले जोड्छौँ नि बिरामीमा त्यसबाट नि सक पनि हामीले यहाँबाट चार्ज गर्ने। त्यसपछि यस्तो हुन्छ डिस्चार्ज गर्नलाई त्यसपछि हामी दुईवटा बटन क्लिक गऱ्यो भने डिस्चार्ज हुन्छ। अनि हामीले चाहिँ प्याच राख्दाखेरि चाहिँ है कहाँ राख्ने त भन्दाखेरि प्याड कहाँ राख्ने भन्दाखेरि यसरी एन्टेरियरको चाहिँ जस्ट राइट बिलो दि कोलार बोनमा राख्ने अथवा ब्युटी बोनको मुनि राखेर अर्को चाहिँ मिड एक्जिलरी लाइनमा चाहिँ राख्नु पऱ्यो है। यसमा चाहिँ एकदम हामी केयरफुल हुनुपर्छ है। अनि लगाउँदाखेरि चाहिँ हामीले जेली पनि लगाउनु पऱ्यो। बिरामीलाई चाहिँ बर्न प्रिभेन्ट गर्नलाई चाहिँ यो जेली पनि चाहिन्छ है। थ्याङ्क यू। अरू तपाईँहरूलाई यस्तै केही स्किल बारेमा सिक्न मन लाग्यो भने कमेन्ट गर्नुहोस्, लाइक सेयर गर्नुहोस्।